دماغي بتعمل guys, welcome back to my new video. स्वागत छ मेरो यो नयाँ भिडियोमा। अहिले चाहिँ बिहानको 6:14 भयो हैन। म चाहिँ अब खेततिर जान लाग्यो। आज चाहिँ हाम्रो खेतमा चाहिँ आली तास्नु चाहिँ लास्ट दिन हुन्छ होला हैन। अनि अब के भन्दा नि पानी पर्छ नि कुलो घाला त्यस्तो छ। अनि खेत रोपाइ त त्यस्तै हो अहिले त। अनि त्यही भएर अब आली तासेर राख्नु पर्यो भनेर अब मकै पनि फाले हैन। मकै पनि पाक्छल त्यतिखेरसम्म। अनि त्यही भएर आली तास्ने चाहिँ आज लास्टो दिन हैन। म चाहिँ आज लास्टो दिन चाहिँ गराइरहेको छु। छ्यास्स लाएर अब के हुन्छ यस्तो खालको वेदर है। पानी पर्छ कि पर्दैन त्यो थाहा हैन। यो मायामा यस्तो राम्रो मकै छ यता चाहिँ हैन। छ्यास्स लाएर यो चाहिँ म यहाँ खेतमा बनाइसकेको छ। यो चाहिँ हाम्रो खेत हो हैन। मकै रेत्रो रेत्रो भएको छ बल्ल हाम्रो चाहिँ। अब पानी आयो भने फालिदिनेलाई पनि खाने बेला त अलिअलि खाने बेला भएको छ। खासै राखिने जस्तो मकै है। अनि अब हाम्रो अहिले आली तास्नु चाहिँ यो भाग अर्को भाग हो। यता चाहिँ हामीले आली तासिसकेका छौँ हैन। छ्यास्स लाएर अब यहाँ टक्क लाएर आली तास्नु पर्नुहुन्छ यो कुना र उता कुना। आज चाहिँ त्यति नै हो। थोरै छ आज चाहिँ है। अब भयो भने के एक बेला त टाइम लाग्छ हैन। अब हेर्दै जानुहोस् न है के हुन्छ। सो अहिले चाहिँ खनेर पनि भइसक्यो हैन। अब चाहिँ म चाहिँ उता कुलो हेर्न जान लाग्यो। पानी आयो किन कुलोमा। आली पनि अब पानी आयो भने त आली पनि लाउनु सुरु गर्नु पर्यो नि त हैन। अनि त्यो पछाडि टक्क घर पनि देखिरहेको छ हैन। अब म चाहिँ घर जान्छु थकेला छु। अनि टक्क फ्रेस हुन्छ। अनि त्यसपछि चक्क भेटौँला है त। आज चाहिँ नेक्स्ट डे हैन। हिजो चाहिँ मैले घर आएर चाहिँ भिडियो पनि गराएन हैन। अब म चाहिँ नियोजन गर्छु। अब हामी नास्ता खान जान लाग्यो हैन। अब टक्क लाएर यो रेडी हुन्छ। छ्यास्स लाएर अब नास्ता खान गइन्छ है। अब के हुन्छ पुगेर भेटौँला नि त हैन। सो हामी चाहिँ त्यही नास्ता खाने भनेर गएको थियौँ। अनि त्यहाँ नरहेछ। अनि त्यही भएर भुजा चौचो लिएर आएको। अब घरै गराइन्छ है। त्यसपछि गराएपछि भेटौँला नि त हैन। छ्यास्स लाएर सो अहिले नास्ता पनि बनाइसक्यौँ हैन। यता
चटपट बनायौँ होइन घरै खतरा छ पडक छ क्या खानु भ्याउनु होइन अब के गर्दैन होइन नदेखा अहिले पछि भेटाउनु आयो त घर बेलामा सो अहिले चाहिँ न्याजन घरतिरबाट गएर आएर पनि भुटीको बल खेलेर पनि आइसक्यौँ होइन अब चाहिँ टक्क लाएर फ्रेस हुनु गइन्छ है आजको भ्लग चाहिँ यति नै के कस्तो लाग्छ होइन नयाँ हुनेछ भने टक्क सब्सक्राइब गरिदिनु पुरानो हुन्छ भने कमेन्ट छोडिदिनु टक्क सेयर गरिदिनु है हस्त धन्यवाद।